सामाजिक सञ्जालमा अहिले सबैभन्दा धेरै चर्चामा रहेको स्थान दमक 10 को इन्द्रनीताल। आकाशबाट हेर्दा यति सुन्दर मानौ कि कुनै पर्यटकीय स्वर्ग। यहाँ बच्चादेखि वृद्धसम्म सबै उमेरका मानिसहरू दैनिक घुम्न, रमाउन र दृश्य अवलोकन गर्न आउने गर्दछन्। पूर्वमा पहिलोपटक राखिएको समुद्री पानी जहाज यहाँको मुख्य आकर्षण बनेको छ। फोटो, भिडियो र रमाइलोकै लागि भए पनि अब धेरैले यही ठाउँ रोज्न थालेका छन्। विश्वास लाग्दैन, एक समय यो ठाउँ खोला खोल्सा सामान्य बगर थियो, तर स्थानीय बुद्धिजीवी तथा समुदायको श्रमदान, प्रयास र समर्पणले आज यो ठाउँले नयाँ रूप पाएको छ। आजको इन्द्रनीताल केवल ताल मात्र होइन, दमकको पहिचान, बलिदान दिने नयाँ पर्यटक गन्तव्य हो। यदि तपाईँ अझै पनि यो ठाउँमा आउनु भएको छैन भने एकपटक अवश्य घुमेर हेर्नुहोस्। दमक 10 को इन्द्रनीताल तपाईको अपेक्षाभन्दा धेरै सुन्दर रहेको छ। तपाईले यो भिडियो कहाँबाट हेर्दै हुनुहुन्छ? के तपाईँ यो ठाउँमा पुग्नु भएको छ? तपाईको स्वतन्त्र विचार कमेन्ट बक्समा राख्न नमस्कार। यति बेला हामी दमक 10 मा रहेको यो इन्द्रनीतालमा आएका छौँ। देख्न सक्नुहुन्छ तपाईले मेरो पछाडि आज यो ताल रहेको छ र भर्खरै सञ्चालनमा आएको यो तालमा चाहिँ यति बेला थुप्रै पर्यटकहरूको भिड हामी यहाँ देख्न सक्छौँ।